नमस्ते आदरणीय दर्शकहरू, फेरि हामी कृषि नेपाल प्रत्यक्ष प्रसारणमा आएका छौँ। आज हामी रिचमन्डमा यो कविन्द्र सिरौला कृषि नेपालको छ। यो 2600 वर्ष अगाडि सिद्धार्थ गौतमले सुरु गर्नुभएको यात्रा निरन्तर छ। 2600 वर्ष पार गरेर आज गौतम बुद्धले परिवार छोडेर गर्नुभएको यात्रा आज निरन्तर छ। आज मङ्कहरूसँगै जसले चाहिँ टेक्सासबाट हिँडेर यहाँ आइपुग्नु भएको छ, उहाँसँगै हिँड्न पाउनुमा आफूलाई मैले सौभाग्य साह्रै ठानेको छु। म आउँदाखेरि भर्जिनियाको राजधानीमा आएको थिएँ आजभन्दा 31 वर्ष अगाडि। र भर्जिनियाको राजधानी यो रिचमन्डमा हामी अगाडि गइरहेछौँ। अगाडि देखाउँ, यो राजधानीको यो पुल हो, नदी यम्स रिभर, त्यसलाई क्रस गरेर हामी अगाडि गइरहेछौँ। र यो मङ्कहरू पछाडि दसौँ हजारको भिड छ। त्यो भिडलाई लिएर अब हामी सिटी हलमा जान्छौँ र सिटी हलमा गएर मङ्कहरूले फेरि चाहिँ त्यहाँ उहाँहरूको आफ्नो प्रवचन दिनुहुनेछ। यहाँहरू देख्नु सक्नुहुनेछ, मेरो पछाडि मङ्कर हुनुहुन्छ र मङ्करदेखि पछाडि हजारौँ को भिडले यो रिभरलाई क्रस गरेर ब्रिज क्रस गरेर हामी त्यहाँ जाँदैछौँ। त्यो दुवैतर्फको यातायातलाई अहिले बन्द गरिएको छ। यो नदी हो, रिचमन्डको नदी। र यसलाई हामीले यहाँ रिभरमा चाहिँ अलिक थोरै मान्छे छन्। अगाडि स्वागतको लागि बस्या यसरी मङ्कहरूलाई यसरी साइडबाट गइरहेछन्। र ओके, र हामीले यो मङ्क्सहरूलाई अहिले यसरी मङ्क्सहरू गइरहनु भएको छ। मङ्क्सहरू हामी रिचमन्डतिर अगाडि बढिरहेको छौँ। यसरी मङ्क्सहरू अगाडि गइरहनु भएको छ। Let me stand right here. मङ्कहरू यसरी आउनु भएको छ र मङ्कहरूको पछाडि यसरी हजारौँको भिड छ। र पुलिस Over, please. I can't have you by the monks. Thank you. Thank you. You're not approved. I can't have you over here. Okay. र मङ्कहरूको Please wait till the monks will come. र मङ्कहरूको पछाडि यहाँ हामी गइरहेको छौँ। मङ्क पछाडि थ्याङ्क यू सो मच। र हामी यो ब्युटिफुल नदीलाई अहिले पार गरिरहेका छौँ। यो नदी पार गरेर हामी अगाडि गइरहेको छौँ। र यो हामी यो क्राउडसँगै अहिले अगाडि गइरहेको छौँ। भोलिन्टियरहरूले यहाँ सबै क्राउडलाई म्यानेज गर्नको लागि काम गरिरहनु भएको छ भोलिन्टियरहरूले। र Thank you, sir. Sir, I need you behind us, please. Behind us, please. Thank you so much. र यो शान्तिको पदयात्रा मात्र गरेर शान्ति प्राप्त हुने होइन। हामीले शान्ति हाम्रो ब्रिदिङमा, हाम्रो सासमा, हाम्रो भावनामा, हाम्रो प्रेममा, हाम्रो करुणामा ल्याउनुपर्छ। त्यसको सन्देश यही नै हो कि हाम्रो हरेक जब प्रत्येक सास भित्र जान्छ, प्रत्येक सास बाहिर आउँछ, त्यो सासले चाहिँ जीवनमा आउने चुनौतीहरूलाई, जीवनमा आउने कठिनाइहरूलाई, जसले जीवनले सम्भावना खोजिरहेको छ त्यसलाई निराकरण गर्नको लागि प्रत्येक सासलाई अवेर गरेर हामीले शान्ति प्राप्त गर्नुपर्छ। बुद्धले दिएको सन्देश पनि त्यही नै हो।
र भगवान खोज्ने होइन, मान्छे स्वयं भगवान हो, भगवान कहीँ हुँदैन, मान्छे स्वयं भगवान हुन्छ, भगवान मान्छेभित्रै हुन्छ भन्ने जुन बुद्धले सन्देश दिनुभएको छ र पिस र करुणाको सन्देश दिनुभएको छ। 2600 वर्ष अगाडि सुरु गरेको त्यो यात्रा आजसम्म पनि निरन्तर छ र जहाँसम्म जस्तो जगत रहेसम्म, मानवता रहेसम्म, मानव जाति रहेसम्म शान्ति यात्रा, करुणाको यात्रा, प्रेमको यात्रा, भावनाको यात्रा र चलि नै रहन्छ। र यो हाम्रो पनि कर्तव्य हो कि हामी बुद्धका देशका भनेर मात्र हुँदैन, हामीले यसको अनुसरण गरेको छ कि छैन, हामीले यसको पालना गरेको छ कि छैनौँ, हाम्रो जीवनमा लागू गरेको छ कि छैनौँ, हाम्रो जीवनमा शान्ति छ कि छैन, यी कुराहरू हामीले आफैले सोध्ने हो। यसरी आज जुन मङ्कहरूले जुन सन्देश दिन खोज्नु भएको छ, न रात न दिन न हिउँ न जाडो न गर्मी उहाँहरू निरन्तर आफ्नो यात्रामा लागिरहनु भएको छ र यसलाई हामीले एप्रिसिएट गर्नुपर्छ। र यो यात्रा डिसीमा आउँदैछ, वासिङटन डिसीमा चाहिँ फेब्रुअरीको 10 र 11मा आउँछ। सम्भवतः यहाँहरूले हेर्दै हुनुहुन्छ भने, यहाँ तपाईँहरू यो एरियामा हुनुहुन्छ भने र तपाईँको आफ्नो मान्छे यदि हुनुहुन्छ भने पनि तपाईँहरूले मलाई खबर गर्नुहोस्। त्यो दिन बिदा लिएर मङ्कहरूले गर्नुभएको जुन बुद्धले सुरु गर्नुभएको त्यो यात्रालाई हामीले सहभागी हुनु हाम्रो कर्तव्य हो पनि भन्न चाहन्छु म। यसरी एकपल्ट फेरि क्राउडलाई हेर्नु पछाडिको क्राउड, हजारौँ हजारको क्राउड मेरो पछाडि देख्न सक्नुहुनेछ। यहाँको यो शान्ति पदयात्रामा मानिसहरू निरन्तर लाखौँ हजारौँ सुरुदेखि परेपछि नै व्यापक हराइजुनसम्म क्षतिसम्म नै तपाईँले मान्छेको भिड देख्न सक्नुहुन्छ। यसरी आज यो भिड यो शान्तिको लागि मान्छेले शान्ति खोजेको छ। संयुक्त राज्य अमेरिकामा यसरी कुन जाति, कुन धर्म, कुन रङ, कुन धर्मको कुरा भएन, यो सबै मान्छेहरू एउटै कुराको लागि, शान्तिको लागि, करुणाको लागि, प्रेमको लागि लाग्नु भएको छ। त्यो कसले गर्यो भन्ने कुरा पनि आएन, जसले गरे पनि शान्तिको लागि हो। तर हामीले के बुझ्नुपर्छ भने उहाँहरू मङ्कहरूले बुद्धको यात्राको, बुद्ध आफूलाई बुद्धिस्ट मङ्क भनेर उहाँले आफूलाई घोषणा गरेपछि उहाँहरू सबै बुद्धको अनुयायी हो र बुद्ध चाहिँ नेपालमा जानुभएको हुनाले यसको हामीले हार्दिक सराहना र हार्दिक एप्रिसिएट प्रशंसा गर्नुपर्छ र यसको लागि सहभागी भएर हामीले यो शान्ति यात्रालाई स्थायित्व दिनको लागि, यो शान्तिलाई हामीले चाहिँ आफ्नो जीवनमा लागू गर्नको लागि, त्यो शान्ति चाहिँ अरूलाई बाँड्नको लागि परिवारमा, समाजमा, राष्ट्रमा, जीवन जगत र ब्रह्माण्डमा बाँड्नको लागि हामीले के गर्न सक्छौँ भन्दाखेरि प्रत्येक श्वासलाई आफूले सम्झने, त्यसको स्मरण गर्ने र प्रत्येक सास फेर्दाखेरि मैले शान्तिको सास फेरिरहेको छु, प्रेमको सास फेरिरहेको छु, कसैसँग वैभाव राखेको छैन भन्ने कुराहरू जुन बुद्धले सिकाउनु भएको छ, त्यसको लागि हामीले सम्झिने बेला आयो। जुन कुरा बुद्धले घर छोड्दाखेरि उहाँले यो सम्झिनु भएको थिएन कि आजभन्दा 2600 वर्ष पछाडि पनि उहाँको यात्रा निरन्तर रहन्छ भन्ने उहाँको कल्पना थिएन। र 2600 अब हामी हुँदैनौँ, यो अबको 2600 वर्ष पछाडि पनि सम्भवतः यसरी नै मानव जातिहरू शान्तिको लागि यात्रा गर्नेछन्। एकातिर मान्छे युद्धको शान्तिको लागि छन् भने अर्को मान्छे युद्धको तयारी गरिरहेछन्। यो शान्ति र अशान्तिको बिचको पक्षमा कता हामी उभिने भन्ने प्रश्न हो। तर हामी यो चाहन्छौँ कि संसारमा सबै युद्ध नहोस्, शान्तिले जितोस् भन्नको लागि पनि यी मानिसहरूको भिड हामी देख्न सक्छौँ। आदरणीय जनसमुदायहरू, पछाडि फेरि हेरौँ, यो त्यसै हिँडेको छैन, यो पछाडिको भिड त्यसै कसैले बोलाएको होइन भिडहरूलाई। सो स्फूर्त रूपमा काम, यो वर्क डेजमा पनि यसरी स्वस्फूर्त रूपमै मान्छेहरू यो क्षितिजसम्म देखिने गरी यी मान्छेहरू यहाँ छन्। यी मान्छेहरूलाई उहाँहरूको सबैलाई शान्ति मिलोस्, उहाँहरूले खोजेको कुरा मिलोस्, उहाँले जीवनमा हराएको कुरा भेटियोस् भन्दै यो शान्ति यात्रामा यो हाम्रो पनि यात्रा हो, नेपालको यात्रा हो, नेपालीको यात्रा हो, मानवताको यात्रा हो, विश्व समुदायको यात्रा हो। यसरी यसपालि भर्खरै पनि हामीले संयुक्त राष्ट्र सङ्घमा हामीले यो ध्यान दिवस चाहिँ को रूपमा नेपालले प्रतिनिधित्व गरेका थियो। नेपालको नेतृत्वले यसपालि संयुक्त राष्ट्र सङ्घमा यसपालि ध्यान दिवस चाहिँ हामीले मनायौँ र नेपालले सम्भवतः शान्तिको लागि एउटा नेतृत्व लेभलमा जाँदैछ। र यहाँले देखिहाल्नुभयो नेपालका चाहिँ अभियन्ताहरू, आध्यात्मिक अभियन्ताहरू रमेश
नेपाल र भानु गुरुले चाहिँ एलपी भानु शर्माले चाहिँ शान्तिको लागि यसपालि नेतृत्व दिएर संयुक्त राष्ट्रसङ्घमा हाम्रो प्रतिनिधित्व गरेर सबै राष्ट्रका संसारका सबै राष्ट्रका प्रतिनिधि अगाडि आफ्नो चाहिँ भाषणहरू आफ्नो कुराहरू राखेर आउनु भएको छ। यसरी नै यी मङ्कहरूले नेपाललाई डाइरेक्टली इन्डाइरेक्टली नेपालको प्रतिनिधित्व गरेका छन्। तर त्योभन्दा पनि हामी आफूले एज नेपालका मान्छेहरू भएर हामीले कसरी चाहिँ यो कुरालाई हामी सहयोग गर्न सक्छौँ। त्यो सहयोग गर्ने भनेको आफैले आफैलाई शान्तिमा बसेर आफूले आफूलाई करुणामा गरेर आफूले आफैलाई अरूको लागि सेवा गरेर आफूले आफै अरूको लागि एउटा भगवान्को रूपमा प्रत्येक मान्छेलाई देखेर गर्ने पनि सम्भवतः बुद्धले जुन हामी अहिले रिचमन्डमा पुग्न लागेको छौँ आदरणीय दर्शक मित्रहरू। हामीले भर्खरै यो नजिक क्रस गरेर हामी रिचमन्ड जाँदैछौँ। फेरि तपाईँ देख्नुहुन्छ माथि दुवैतर्फ हजार मानिसहरूको चाहिँ फेरि स्वागत पछाडि त्यति नै छन् भने अगाडि पनि मान्छेलाई स्वागत गर्न त्यति नै छन्। एकपल्ट मैले अलिकति क्यामेरा सेट गर्दैछु, एकछिन तपाईँहरूलाई डिस्टर्ब हुनसक्छ थोरै। देख्न सक्नुहुन्छ मान्छेहरू दुवैतर्फ स्वागतको लागि बसेका मानिसहरू मनको स्वागतको लागि त्यसरी मानिसहरू बसेका छन् दुवैतर्फ हजारौँ मानिसहरू छन्। Không biết nữa, dạ thôi thằng ai nấy lo đi. साइडबाट पनि मानिसहरूले मङ्कहरूलाई स्वागत गरिरहेका छन्। मान्छेहरूलाई हजारौँ मानिसको साइडबाट यात्रामा सायद यो थियो तपाईँहरू हामीले बेसी एक्सक्लुसिभ कभरेज बिसी नेपालले गरेको छ। त्यो हिउँ प्रशस्तै बाहिर जमे तापनि हिउँहरू जमिरहेको छ। हिउँ जमे पनि मानिसहरू हिउँको प्रवाह नगरी तर आज सुन्दर शान्त छ वेदर मौसम एकदमै राम्रो छ। हामी अब स्टेट क्यापिटल त्यहाँ देख्नुहुन्छ माथि स्टेट क्यापिटलतिर गइरहेको छ यो भिड। सरी मान्छेले यसो प्रसन्न मुद्रामा खुसीबाट साइडबाट सबैले हात हल्लाइरहेका छन् र स्वागत गरिरहेको छ क्राउडलाई। सबै प्रकारका मानिस देखिन्छ यहाँ, गोरा सेता काला खैरा गाउँ गोरा यो भन्ने सबै जाति सबै धर्मका मानिसहरू प्रशस्त रूपमा देखिन्छ र यसलाई सबैले शान्तिको लागि पुलिसहरूले राम्रो स्कटिङ गरिरहेको छ। पुलिसहरूले स्माइलिङ फेसमा सबै You want to walk? You have to walk behind us, please. हामी यसरी चाहिँ मङ्कहरू अहिले हामी भर्जिनियाको राजधानी रिचमन्डमा हामी पुगेका छौँ। अहिले यहाँ कुकुरहरू पनि मान्छे यसरी लिएर
कुकुर पनि हिँडाउँछन् अर्को भोल्का डग उहाँ त्यो गाडीमा छ किन उसको खुट्टा उहाँहरूकोसँग चाहिँ कुकुर पनि सँगै आउनुपर्ने हो तर कुकुरको खुट्टामा चाहिँ सर्जरी र थेरापी गर्नु परेको हुनाले कुकुर चाहिँ गाडीमा छ यहाँभित्र कतै गाडीमा कुकुरलाई देख्न सकिन्छ अहिले मौका मिल्यो भने कुकुरलाई पनि देखाउँला यहाँ सरी पुलिसहरूले यसलाई उहाँहरूलाई सम्मानका साथ स्कोटिङ गरेर मङ्कहरूलाई गएको देखिन्छ यो सम्मान भनेको शान्तिको लागि सम्मान हो प्रेमको लागि सम्मान हो हामी रिचमन्डको अहिले डाउन टाउनमा छिरिसकेको छौँ तपाईँहरूले जो लाइभमा हेरिरहनु भएको छ आफू हिँडेको महसुस गर्नुहोस् शान्ति यात्रामा शान्तिका मान्छेका कदमसँगै तपाईँका आफ्ना कदम पनि चलिरहेको फिल गर्नुहोस् आँखा चिम्लिनुहोस् तपाईँ हिँडिरहनु भएछ जहाँ हुनुहुन्छ त्यो अनुभूति लिनुहोस् र तपाईँको जसले हेरिरहनु भएको छ तपाईँले आफ्नो ब्रिदिङ कन्ट्रोल गरेर हरेकपल्ट सास फेर्दाखेरि म शान्तिको सास फेरिरहेछु मलाई र जीवनलाई मलाई चाहिने जुन मेरा चुनौतीहरू छन् अप्ठ्यारा बाटाहरू छन् अप्ठ्यारा घुम्तीहरू छन् ती प्रत्येक घुम्तीमा प्रत्येक सास फेर्दाखेरि म शान्तिको सास फेर्छु र त्यस शान्तिले मलाई ती मेरा चुनौतीहरूलाई शक्ति दिन्छ ऊर्जा दिन्छ र भगवान् बुद्धले भन्नुभएको छ कि स्वयं मान्छे नै स्वयं भगवान् हो र त्यो भगवान्को शक्ति मान्छेभित्रै छ भनेर हामीले गरेको हुनाले हामीले आफूलाई पनि त्यही अनुसारले सम्मान गर्नुपर्ला ट्रिट गर्नुपर्ला र यहाँहरू जीवनमा पनि जो हेर्दै हुनुहुन्छ तपाईँहरूलाई शान्ति मिलोस् किनभने हामीले बुद्धका देशका आफू भनेर मात्र हुँदैन हामीले त्यो कुरालाई हाम्रो अध्यात्मलाई हाम्रो बिलिफ सिस्टम जे भए पनि हामीले आफूले लागू गरेको छ कि छैनौँ भन्ने कुरा जरुरी हुन्छ र त्यसपछि मात्रै हामीले बुद्धका देशका भन्नु छ होला नत्र पनि बुद्धका देशका मात्रै भनेर मात्रै हुँदैन हामीले आफ्नो जीवनमा लागू गर्नु पऱ्यो हाम्रो परिवारमा लागू गर्नु पऱ्यो समाज राष्ट्र र विश्व र मानव जाति र ब्रह्माण्डमा हामीले शान्तिको साथ दिनु पऱ्यो पोजिटिभ ऊर्जा दिनु पऱ्यो सकारात्मक सोच दिनु पऱ्यो अनि मात्रै परिवर्तन हुन्छ अनि मात्रै त्यो ऊर्जा विश्वमा जान्छ म यहाँ मैले यहाँ ब्रिफिङ गर्दा गर्दै नेपाली मैले साथीलाई पनि भेटेँ हजुर यहाँ उहाँ पनि बोल्नुहुन्छ अहिले एकछिनमा हामी यहाँ सँगै गइरहेछौँ अलि अगाडि जानु सबैको टोपी देखाउँछु यहाँ नेपाली टोपी लाएर पहिले भर्खर शान्ति यात्रामा पछाडिरहेको देखेँ उहाँलाई हजुरको शुभ नाम पशुपति फेरि है म त चिन्छु तर हजुर अरूको लागि पशुपति के भन्नु हो पशुपति घिमिरे हजुर कुन संस्थामा काम गर्नुहुन्छ हजुर म यहाँ रिचमन्डको नेपाली कम्युनिटी छ एनसिआरबी भन्ने हजुर हो त्यो संस्थामा आबद्ध छु हस् संस्थागत रूपमा नहुँदा पनि अब हामी हजुर नेपालीहरू सबै एउटै हजुर छातामुनिका हजुर शान्तिको छातामुनि रहेका नेपालीहरू हजुर बुद्धको छातामुनि रहेका नेपालीहरू हजुर 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 सगरमाथाको छातामुनि रहेका नेपालीहरू हजुर नेपाली भन्ने बित्तिकै एउटा संस्था भन्ने जन्मिहाल्छ हजुर हामीले अब यो शान्ति यात्रामा हामीले देखिरहेको छ मैले पनि पहिलोपल्ट कभरेज गरेँ हजुर यहाँ चाहिँ कुन जाति कुन धर्म कुन रङ कुन देखिएन 2600 वर्ष अगाडि जुन बुद्धले परिकल्पना गर्नुभयो उहाँले सोच्नु भएको थिएन होला तपाईँ के भन्नुहुन्छ किन हामीले यसमा इन्भल्भ हुनुपर्छ अब यो शान्ति अहिंसा प्रेम यस्ता कुराहरू जुन बुद्धले आफ्नो शिक्षामा उल्लेख गर्नुभएको छ हजुर यी कुराहरू कुनै पनि जात धर्मभन्दा परका कुराहरू हुन् हजुर यो हामीले हरेक मानिसले अनुभूति गर्नुपर्ने कुराहरू हुन् हजुर
र आज यो I know we जुन महासागर देखिएको छ हजुर हजुर उहाँ बौद्ध एकपल्ट फेरि भिक्षुहरू फेरि पछाडि देखाउँ यति महासागरले हेर्नुहोस् पछाडि उहाँले महासागर भन्नु पछाडि हेर्नुहोस् त्यहाँ महासागर मानव सागर मानव सागर हजुर 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 बौद्ध भिक्षुहरू जहाँ जाँदा पनि हजुर यो मानव सागर देखिनुका पछाडि हजुर कारण यही हो कि प्रेम शान्ति र अहिंसा भन्ने कुराहरू हजुर कुनै पनि जात र धर्मभन्दा परका कुराहरू हुन् हजुर र यो शान्तिको छाता मुनि हजुर हरेक मानिस गोलबद्ध भएर हजुर शान्ति यात्रामा हिँडिरहेको देखिन्छ यहाँ हजुर 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 र यहाँ हिँड्ने हरेक मानिसले यसरी यसरी मानिस यसरी दुःख यसरी पनि आइरहेको यत्र हजुर मानिसहरू छन् हजुर तर पनि एउटा अनुशासन यसमा चाहिँ हजुर फेरि पानी हजुर हजुरले अहिंसाको कुरा गर्दै हुनुहुन्थ्यो हो त्यही नै हो अब यो जुन मानिसहरूको एउटा जागरण देखिरहेका छौँ हामी सिटी हल त्यही हो हाम्रो स्टेट क्यापिटल ए अब आइहाल्छ ए हामी चाहिँ हामी अलिक पछाडि परेछौँ कि अघि त केही छैन अब त्यहाँ गएर पनि एक्सेस हुन्छ अब यसो हामीले इन्टरभ्यू लिएर चाहिँ हामीले पशुपति सर यहाँ रिस्पोन्ड नेपाली पनि यो जुन कभरेज गर्ने जुन मेहनतपूर्वक काम गर्नुभएको छ हजुर यसको लागि यहाँ पनि धन्यवादको पात्र हुनुहुन्छ सबैलाई धन्यवाद दिउँ सबै यो कभरेज चाहिँ सम्पूर्ण नेपालीको तर्फबाट नेपाल राष्ट्रको तर्फबाट नेपालमा भएका जति पनि आध्यात्मिक गुरुहरू हुनुहुन्छ आध्यात्मिक चेतनाहरू Okay, so they're gonna turn and go towards the city. I don't know if we want to stay.